हे सरस्वती माता, आज हाम्रो एसई को रिजल्ट आउँदैछ। हाम्रो रक्षा गर्नुहोस् माता, हाम्रो रक्षा गर्नुहोस्। हामीले एक्जाममा धेरै नै मेहनत गरेर चिट चोरेको छौँ माता, त्यसैले हामीलाई पास गरिदिनुहोस्। हामीलाई A प्लस B प्लस केही चाहिन्न माता, पास गरिदिए पुग्छ। हामीले तपाईँको लागि 2 केजी लड्डु, 4 प्लेट पानीपुरी, 100 को चटपटे अनि 1 जम्बो कोक पनि लिएको छौँ माता। प्लिज हामीलाई जसरी नै पास गरिदिनुहोस्। ओइ ठगहरू, सरस्वती माताले कहिलेदेखि पानीपुरी र चटपटे खान थाल्नुभयो? भगवानलाई चुन लाउँछस्? त मोटी चुप लागेर बस है, धेरै नबोल। सधैँभरि लड्डु र फलफुल मात्र खाएर भगवानलाई दिक्क लाग्दैन? त सधैँ लड्डु खाएर बस्न सक्छस्? भयो भयो, धेरै ज्ञान नपेल। त्यो पानीपुरी र चटपटे कसको पेटमा जान्छ राम्रोसँग थाहा छ हामीलाई। अच्छा, जसको पेटमा गए नै तिमीहरूको पेटमा चाहिँ जान दिन्न, बुझेस्? नदे त नदे, हामीलाई खानु नै छैन तेरो कुहिएको चटपटे। त्यस्तो नभन्न यार, भोक लागिरहेछ के मलाई। मलाई चाहिँ कति भोक लाग्छ हौ? अघि 1 घण्टा अगाडि खाएको होइन 2 प्लेट मोमो? त्यही त भन्दैछु नि, मोमो खाएको 1 घण्टा भइसक्यो। मलाई त हरेक आधी घण्टामा केही न केही खानुपर्छ, नत्र हात काम्न थाल्छ। त्यसो भए ला मेरो मासु खा, खान्छस्? यस्तो काँचो मासु कसरी खानु? पकाएर दिन अनि खान्छु। ओइ केटीहरू, तिमीहरूलाई डर लागेको छैन? रिजल्ट आउन लाग्यो त। यो पढन्दासहरूलाई के को डर? यिनीहरूले त सपनामा पनि पढेकै देख्छ होला। तेरो बाउले भन्छ डर त हामीलाई पो छ त। ओइ मोटी सुन्न, तेरो A प्लस आयो भने अलिकति तेरो जीपीए मलाई सापटिदेन ल। ये क्या बक रहे हो मादरचोद? म 11 क्लासमा फिर्ता गर्छु, मम्मी कसम। अबे साले